पहिला यो भिडियो हेरौँ है। पासपोर्ट लिएर चाहिँ भाग्दै थियो भन्नेसम्म अनर्गल प्रचार गरियो। उहाँ कुनै चाहिँ अपराधी होइन, कुनै अपराध गरेका छैन। पासपोर्ट लिने हरेक नेपालीको हक छ र पासपोर्ट लिनु नै अपराध गर्यो भन्ने जस्तो भाष्य पनि सृजना गर्न कोसिस। पासपोर्ट आम नागरिकलाई दिनु अपराध होइन, तर संविधान दिवसको दिन, छुट्टीको दिन पासपोर्ट चाहिँ हस्पिटलमा गएर बनाएर दिनु भने यो कहाँको नियम कानुन सिस्टम हो? के एउटा आम जनता नागरिक हुँदा तपाईँ दिनुहुन्थ्यो? 10वटा ड्रामा है, यो ल्याए, यो फर्म ल्याए, यो त्यो ल्याए होइन, छुट्टी छ, आज बिदा छ। तर यो किन भयो? तपाईँ संविधान दिवसको दिन नै संविधान उल्लङ्घन गर्नुभएको छ। यो किन? एउटा आम नागरिकलाई हस्पिटल घरमा गएर तपाईँ दिनुहुन्छ पासपोर्ट? त्यसको सिस्टम के हो? पासपोर्ट बनाउने सिस्टम के हो? त्यही भएर यस्तै झोलेहरूको कारणले गर्दा प्रदेश सरकार, स्थानीय सरकार सबै खारिज गर्नुपर्छ। किन यो झोलेहरूको कारण अगाडिको दिनमा धेरै प्रब्लम आउनेछ चुनावमा।